Hello everyone, welcome back and के भन्छ रे आज धेरै दिन पछि चाहिँ मैले vlog स्टार्ट गर्दैछु। एक्चुअली म चाहिँ कहाँ जाँदैछु भन्दाखेरि चाहिँ हाम्रो गाउँमा चाहिँ एउटा उयो छ नि त देवीथान भनौं न। अन्त एभ्री इयर चाहिँ उयसको दिन चाहिँ अब पूजाहरु हुन्छ नि त हैन, एभ्री इयर पूजा हुन्छ। अन्त त्यही भएर चाहिँ मैले लास्ट इयर म गएको थिएँ, कहिले पनि गएको थिएन। लास्ट इयर चाहिँ म गएको थिएँ एकपल्ट। अनि त्यहाँ गएर चाहिँ मैले के भन्छ रे अब केहरु उयो गरेको थिएँ नि त, मैले भाकल गरेको थिएँ नि त। अन्त त्यही भएर चाहिँ के भन्छ आज चाहिँ अब त्यो बुझाउन जान आँटेको हैन। त्यही माथि फेरि के भन्छ रे अब एक्लै त उयो लाग्छ मलाई पनि जानु त कि। दिदीहरु पनि थियो सबैजना, तर अब दिदीहरु चाहिँ छिटो जाने भयो नि त, म चाहिँ फेरि ढिलो उठेँ नि त। अनि त्यही भएर चाहिँ अब एकछिनमा चाहिँ हामी अब एकछिनमा रेडी भएर पहिला फ्रेश भएर नुहाइदै गरेर चाहिँ अब जाने। सो त्यतिखेर म तपाईहरुलाई देखाउँछु नि ल, हामी के भन्छ रे को गए हैन, अन्त कस्तो छ भनेर म तपाईहरुलाई देखाउँछु नि ल। See you there, bye. So guys, म चाहिँ फ्रेश भएर आए हैन, अब चाहिँ रेडी हुन्छु। घाम लाग्यो मजाले आज चाहिँ। अनि यो चाहिँ बाटोमा म चाहिँ जान्दैछु। आम्बो यस्तो गरम भइदिएको नि आम्माम थट के भन्नु यार। भएन। हेलो गाइस, हामी चाहिँ म चाहिँ आइपुगे हैन। अन्त अब पूजा गर्न आँटेको, सबैजनालाई भेट भयो यहाँ। यहाँ चाहिँ मेरो दिदीहरु मम्मीहरु पनि छ, यहाँ दादाहरु पूजा गर्दैछ हैन। हामी चाहिँ लाइनमा बसिरहेको छु। आमा भक्कु छ यहाँ। आज म डरलाग्दो मागेर जान्छु नि त। त्यो उयसको नाम के छ अरे अस्ति तिमीहरूले बनाएको एल्बम? म चाहिँ सुरु गरेको पूजा गर्नु हैन। एक्चुअली मेरो भाकल चाहिँ थियो नि त, के भन्छ अरे यो केहरु चढाउँछु भनेर, घन्टी अन्त त्यो चुन्नीहरु अन्त 16 सिंगारहरु के चढाउँछु भनेर मेरो भाकल थियो नि त। अन्त त्यही भएर चाहिँ मैले त्यही चढाउनको लागि पनि म गएको हैन। अनि त्योहरु पनि सबै त्यहाँनिर अब उयो गरिकन के गर्नु पर्दछ रीति, त्यो केहरु गरेर चाहिँ त्यहाँदेखिको सबै मैले चढाएँ हैन। अन्त यो चाहिँ हो त्यहाँको नजारा भनौं। अनि प्रसादहरु पनि चढाएँ मैले। प्रसादहरु पनि चढाइसकिसकेर चाहिँ त्यहाँदेखिको पूजा गरिसकेँ हैन। अन्त के माग्नु छ मागिसकेँ हैन। अनि यो चाहिँ हो त्यहाँको मेन थान हैन। सो गाइस, पूजा चाहिँ सके हैन, गरिसके पूजा। अन्त यहाँ सबैजना गर्दैछ हुँदैछ पूजा। यहाँ दादा पनि छ, प्रसाद बाँड्दैछ। हाई गर्नु न। हाई, धन्यवाद, थ्याङ्क यू। यहाँ कता दान पेटी जस्तो पो लाग्यो कहाँनिर अन्धेरो आयो है। गाइस, हाम्रो चाहिँ पूजा सक्यो हैन। एन्ड हामी चाहिँ वी आर गोइङ टु होम। यस्तो छ, यहाँबाट जानुपर्ने हुन्छ मन्दिर चाहिँ हैन। शान्ति भयो पूजा गरेर, किनभने मेरो कहिलेदेखिको लास्ट इयर मैले भाकल गरेर आएको थिएँ नि त हैन। यो पालि चाहिँ आएर सबै पूरा गरेँ, अब चाहिँ फर्केको। तिमीलाई आज पूजामा आएर कस्तो लागिरहेको छ? एकदम राम्रो। कस्तो मतलब? अब शान्ति, पिसफुल एकदम मजा आइरहेको छ, ढुक्कै लागिरहेको छ। अन्त हो, अन्त के भन्छ अरे बिहान कति बजी उठ्यौ पूजामा आउनुको लागि? भन न। 4 बजी हैन, 8 बजी। म त 8:30 मा उठेको। ढिलो उठेको आज हैन।
पूजा नभएको भए चाहिँ है पूजा नभएको भए चाहिँ उयो हुन्थ्यो ढिलो उठेर गएको ल सो गाइज म चाहिँ घर आइपुगेँ होइन जस्ट अब चाहिँ फ्रेस हुन्छु र आजको भिडियो चाहिँ यति नै थियो त्यहाँ माथि गएँ होइन माथि गएर पूजासुजा गरेँ अन्त आएँ शान्ति भयो होइन सो बाई सी यू इन नेक्स्ट ब्लग कहिले होला अब बाई बाई